हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक अगेन वेलकम ब्याक टु माई न्यू भिडियो। आजको यस भिडियोमा चाहिँ जापानमा कुन भिजामा आउने त अब स्टुडेन्ट भिजा, डिपेन्डेन्ट भिजा, वर्किङ भिजा, ब्याचलर भिजा, एसएसडब्ल्यू भिजा अनेक खालका भिजा छन् नि त जापानमा चाहिँ। अब चाहिँ यस विषयमा चाहिँ जापानमा चाहिँ विगत लगभग 10-11 वर्ष बसिसक्नु भएको एकजना हाम्रो ओराङ आर्ट्स भन्ने दाइले चाहिँ भिडियो बनाउनु भएको रहेछ। उहाँको कुरा चाहिँ मलाई एकदमै ठिक लागेको छ। यो एकताल चाहिँ उहाँको भिडियो हेरेर चाहिँ हामी बुझौँ है त। अब सुरुमा चाहिँ स्टुडेन्ट भिजामा छ। स्टुडेन्ट चाहिँ अब हामी सबैभन्दा धेरै जस्तो चाहिँ स्टुडेन्ट भिजा छ। स्टुडेन्ट भिजामा आउन लाग्नु भएकोले हेर्दै हुनुहुन्छ होला। स्टुडेन्ट भिजाको बारेमा चाहिँ सुन्नु होला है त उहाँले के भन्नुभएको छ। सबैभन्दा पीडित भिजा चाहिँ कुन होला? म सबै भिजाहरूको समस्या तपाईहरुलाई शेयर गर्छु। तपाईहरुले चाहिँ कुन चाहिँ सबैभन्दा पीडित छ भन्नु होला है। नम्बर 1 स्टुडेन्टबाटै सुरु गरौँ। स्टुडेन्टको समस्या के हुन्छ भन्दाखेरि आउने बित्तिकैबाट फी जम्मा गर्नु पर्यो। 28 घण्टाले पुग्दैन, त्यसकारण ह्यान्ड क्याश खोज्नु पर्यो, भिजा सेफ राख्नु पर्यो, स्कुल फी पनि बुझाउनु पर्यो। अनि घर बाआमाले चाहिँ स्कुलमा पैसा बाडे जस्तो गर्छन्, उनीहरूलाई पनि पठाउनै पर्यो, पैसा पनि कमाउनै पर्यो, क्लास दिनदिनै जानु पर्यो, एटेन्डेन्स बनाउनु पर्यो, भिजाका लागि भए पनि पढ्नको लागि भए पनि। त्यसका साथसाथै अलिकति टेन्सन भोलि पर्सि काम पाइन्छ कि पाइन्न भन्ने छँदैछ।